नमस्कार, म डाक्टर भिके प्रसाद, होमियोपैथिक फिजिशियन लाल मार्केट गैंगटोक, होमियोपैथिक डॉक्टर हो लाल बजार में प्रैक्टिस गर्छु। आज मेरो बीच बस्नु भएको छ विशाल छेत्री जी। एज इनको 33 रहेछ। इनको समस्या थियो हाइपरटेंशन, प्रेसर हाई भएको थियो र यिनी आउनु भएको थियो फर्स्ट 3/7/2022 मा। त्यति बेला की समस्या थियो म यिनकोबाट जान्नु चाहन्दैछु। तपाईको त्यति बेला की समस्या थियो? स्टार्टिङ में अब त्यति बेला चाहिँ मेरो समस्या चाहिँ अब अलिकति मेरो अब हाइपरटेन्सन हो। तपाईले सही पक्रिनु भयो है। हाइपरटेन्सनले गर्दा पनि म अब आस्ते आस्ते निक्लिँदै थिए, तर मेरो प्रेसर चाहिँ मेरो यहाँ आउनु भन्दा गान्तोक, एक्चुअली म बिलोङ गर्छु वेस्ट बंगालसँग। म यहाँ कामको सिलसिलामा अब यहाँ आइपुगेको है। काम गर्दा गर्दा अब मेरो प्रेसर मलाई बढेको जस्तो एउटा फिल भयो। त्यसले गर्दा मैले अब धेरै मान्छेसँग सजेस्ट गरेँ मैले कुन चाहिँ डाक्टर देखाउँदा राम्रो हुन्छ, कहाँ देखाउँदा राम्रो हुन्छ भन्दा चाहिँ अब मलाई मेरो साथीहरुकोबाट सजेस्ट आयो, यु विल गो विथ होमियोपैथिक, दैट विल बी बेटर टु यु भन्ने खालको मलाई सजेस्ट गर्दा चाहिँ टक्क मैले गान्तोकमा चाहिँ सर्च गर्दाखेरि हु इज द बेस्ट डाक्टर इन गान्तोक इन होमियोपैथिक भनेर चाहिँ मिस्टर भिके प्रसाद सरको उहाँको नाम आउँदाखेरि चाहिँ टक्क मैले कन्ट्याक्ट नम्बर फर्स्ट तपाईलाई कल गरेको। सर तपाई कहाँ हुनुहुन्छ भन्दाखेरि है यु नो अलरेडी हामी बात गर्दाखेरि चाहिँ अन्त टक्कै सरको पनि अब लाल बजारको तपाईको सब्जी मार्केट देखिको टक्कै यता लेफ्ट साइडमा तपाई आउनु भयो भने उहाँको आफ्नो क्लिनिक छ है। अच्छा, यो तपाईको जब 3/7/2022 मा आउनु भएको थियो त्यति बेला प्रेसर हाई थियो। प्रेसर हाई भएर तपाईले के असुविधा हुन्थ्यो? असुविधा त मलाई त्यसको त अब मेन सिम्पटम भन्नु भने चाहिँ अब यो हार्टमा मतलब एउटा हुन्छ नि तपाईको अब धकधक गर्ने, हजुर, हार्ट बिट धेरै बढ्ने, सास अब फुलिने यस्तो खालको कमजोरी हुन्छ कि मलाई फिल हुन्थ्यो त्यति बेला चाहिँ मेरो प्रेसर बढेको छ भनेर। त्यो चाहिँ मेरो मेन सिम्पटम हो। अच्छा, त्यति बेला तपाईको प्रेसर थियो 160 सिस्टोलिक प्रेसर माथिको र तलको 100 थियो र म मेडिसिन तपाईलाई दिएको थियो बेलाडोना 30 पाउन्डमा, भेरेट्रामल 30 मा र राउल्फिया मदर टिंचर दिएको थियो, 3टा दवाई। उसको बादमा फेरि तपाई नेक्स्ट आउनु भएको थियो 18/11/22 मा। त्यति बेला तपाईको प्रेसर ठीक आएको थियो। उसको बादमा फेरि तपाई आउनु भएको थियो 2/6/23 मा। 2/6/23 मा आउँदाखेरि 150/105 थियो। 150/105 यो डेट थियो 2/6/2023 को। त्यति बेला म फेरि त्यो दवाई 2/6/23 को रिपिट गरेको थियो, त्यही बेलाडोना 30, भेरेट्रामल 30 र राउल्फिया मदर टिंचर। त्यो घटेर तपाईको 140 मा आएको थियो र फेरि बीचमा तपाईको गलाको समस्या र तपाईको कोही चीज यता अटकेको जस्तो सिम्पटम्स थियो। आइसहरु युज गर्नु भएको थियो तपाई। त्यति बेला बीचमा म ब्राइनिया अल्बा 30 मा, हिपरसल्फ 30 मा, लाइकोपोडियम 30 मा दिएको थियो। गलाको समस्याको लागि यो राम्रो मेडिसिन हो। चूँकि तपाईको आइसको हिस्ट्री थियो त्यति बेला म ब्राइनिया युज गरेको थियो र हिपरसल्फ लाइकोपोडियम थियो। त्यो समस्या पनि तपाईको जाति भयो, राम्रो भयो। अहिले तपाईको 160 फर्स्ट हामीहरु नोट गरेको 3/7/22 मा। उसको बादमा 160 देखि तपाईको कति आयो भने बीचमा तपाईको 145-90 पनि आएको थियो, 130-90 पनि आएको थियो, 120-80 पनि आएको थियो 13/6/23 मा। उसको बादमा तपाईको फेरि बीचमा 23/9/23 मा तपाई आउनु भएको थियो 30 सेप्टेम्बर को। त्यति बेला 140-90 थियो। त्यति बेला फेरि म बेलाडोना 30 पाउन्ड मा, भेरेट्रामल 30 मा र राउल्फिया 30 मा, सरी राउल्फिया मदर टिंचर युज गरेको थियो र त्यो आजको डेट मा तपाईको 13/10/23 मा 120-80 रहेछ। यो एकदमै खुसीको कुरा हो। अहिले मान्छे भनिन्छ तपाईको कि प्रेसर र सुगर पर्मानेन्ट दवाई खानु पर्छ, किन्तु म यस्तो हजारौं केस देखेको छु। तपाई एउटा लाइफ एक्जाम्पल हुनुभयो कि पर्मानेन्ट सुगर पनि, ब्लड सुगर पनि र हाइपरटेन्सन पनि तपाईको ठीक हुन्छ।
र अझै एउटा म के देखेको छु भने जस्तो बुझ्नुस् कि 80 इयर्सको छ, सुगर 240 280 300 जस्तो जाँदैछ, बा प्रेसर 280 290 जाँदैछ, त्यति बेला रिजल्टको चान्स कम्ती हुन्छ किनकि बडीको ससेप्टेबिलिटी वीक हुन्छ। अब बडीको दवाई तपाईको हावामा काम गर्दैन, दवाई बडीमा काम गर्छ। बडीको जब भाइटल पावर्स इम्युनिटी पावर स्ट्रङ छ भने तपाईको दवाई पनि छिटो लागिन्छ। छिटो लाग्यो भने के हुन्छ, त्यो बिमारी छिटो रूट आउट हुन्छ, शरीरबाट आउट हुन्छ। होमियोपैथिकमा तपाईको जो बिमारी हुन्छ त्यो रूट आउट हुन्छ, पर्मानेन्ट क्योर भनिन्छ। एलोपैथिकमा के छ कि तपाईँ यो दवाई टेलमा 40 खाउनुहुँदैछ भने त्यो खाउँदै गर्नुहोस्, आराम भयो भने कम्ती पावरको लिनुहोस् किन्तु एक टाइम लिँदै गर्नुहोस्। किन्तु होमियोपैथिकमा यस्तो रहेछ, जस्तो तपाईको 120/80 आयो, तपाईँ पर्मानेन्ट दवाई स्टप गरिदिनुहोस्। अब जस्तो तपाईको प्रेसरमा तपाईको यो खानु भएन, खसीको मासु खानु भएन, अल्कोहलको युज गर्नु भएन, त्यो गरे भने राम्रो हुन्छ। र दर्शकलाई म तपाईको अहिले जो मेडिसिन बताइदिएको छु जस्तो बेलाडोना, भेरेट्रम अल्बम, राल्फिया मदर टिन्चर, त्यो युज गरे भने प्रेसर तपाईको पर्मानेन्ट ठीक हुन्छ। त्यति नै भनेर म आजको आफ्नो इन्टरभ्यू समाप्त गर्दैछु। धन्यवाद।